नमस्कार, छिटो पोस्ट न्यूजमा स्वागत छ। म अंकित कुंवर। सुरु गरौं आजका मुख्य समाचारबाट। जेएनजी आन्दोलनमा तोडफोड र आगजनी गर्ने कांग्रेस कार्यकर्ताको क्रियाशील सदस्यता नवीकरण नहुने, धोबी खोलामा साइकल सहित मृत फेला परेका पुरुषको शनाखत महाधिवेशन मार्फत युवा सहभागिता सुनिश्चित गर्नुपर्ने कांग्रेस सभापति देउबाको भनाई। भदौ 24 गते विशाल बजार अगाडि प्रहरीमाथि कुटपिट गर्ने 2 जना पक्राउ। पशुपतिनाथ मूल मन्दिर भित्रबाट फलामे बार हटाइयो र एनपीएलमा आज 2 खेल हुँदै। वैदेशिक रोजगारमा जाने कामदारका लागि सुरक्षित र भरपर्दो स्वास्थ्य परीक्षण केन्द्र साइबा मेडिकल सेन्टर प्राइभेट लिमिटेड, एप्पा कम्प्लेक्स फुलचोक। फोन नम्बर 01 55 55 221। तपाईको भविष्य हाम्रो जिम्मेवारी। नेपाली कांग्रेस सुनसरीले जेएनजी आन्दोलनका क्रममा संलग्न पार्टीका सदस्यहरूको सदस्यता नवीकरण नगर्ने निर्णय गरेको छ। जेएनजी आन्दोलनका क्रममा सरकारी तथा निजी सम्पत्ति आगजनी, तोडफोड र लुटपाटमा संलग्न सदस्यको पार्टी सदस्यता नवीकरण नगर्ने निर्णय गरेको हो। बैठकले आन्दोलनमा हिंसा भड्काउन प्रोत्साहित गर्ने कार्यकर्ताको वडादेखि नै नामावली सङ्कलन गर्ने र प्राप्त नामावलीका आधारमा यस्तो घटनामा संलग्न सदस्यको सदस्यता नवीकरण नगर्ने निर्णय भएको जिल्ला सभापति केदार भण्डारीले बताए। जिल्लाले गरेको निर्णयका आधारमा प्रदेश कार्य समितिले पनि केन्द्रीय समितिलाई सिफारिस गर्ने प्रदेश महामन्त्री उमेश थापाले जानकारी गराएका छन्। उनका अनुसार गलत व्यक्तिलाई पार्टीले संरक्षण गर्ने छैन, खोजी निष्कासन गर्नेछ। सुनसरीमा जेएनजी आन्दोलनका क्रममा सरकारी कार्यालयमा तोडफोड, आगजनी र लुटपाट हुँदा 1 अर्ब 17 करोड भन्दा बढीको क्षति भएको थियो। निजी क्षेत्रको क्षतिको अहिलेसम्म क्षतिको विवरण सङ्कलन हुन सकेको छैन। जिल्लाका 33 वटा सरकारी कार्यालयमा आगजनी तथा तोडफोड भएको थियो। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउबाले पार्टीको महाधिवेशन मार्फत युवा सहभागिता सुनिश्चित गर्नुपर्ने बताएका छन्। सभापति देउबालाई भेट्न गएका पार्टीका युवा नेताहरूलाई 15औं महाधिवेशनमा पार्टीलाई एक ढिक्का बनाउन युवाको भूमिका महत्त्वपूर्ण रहेको बताएका छन्। सभापति देउबाले महाधिवेशन मार्फत केन्द्रीय समितिमा युवाको सहभागिता सुनिश्चित हुने वातावरण निर्माण गर्न आग्रह गरेका छन्। सभापति देउबाले पार्टीको महाधिवेशन पुस 26 देखि 28 गतेसम्म तोकिसकिएकोले समयमै महाधिवेशन हुने उल्लेख गरेका छन्। सभापति देउबालाई भेट्न नेपाल विद्यार्थी संघका पूर्व अध्यक्ष एवं संविधान सभा सदस्य रञ्जित कर्ण, नेवी संघका पूर्व उपाध्यक्ष पुष्पकुमार शाही, नवीन राई, नेवी संघका पूर्व महामन्त्री दीपक भट्टराई, नेवी संघका कोषाध्यक्ष शिव रिमाल, कांग्रेसका युवा नेताहरू बद्री अरियाल, दिलीप ढुङ्गाना लगायत पुगेका थिए। राजधानीको व्यस्त क्षेत्र विशाल बजार अगाडि जनसेवामा खटिएका प्रहरीमाथि कुटपिट गरेको घटनामा संलग्न आरोपमा 2 जनालाई प्रहरीले पक्राउ गरेको छ। प्रहरीले दिएको जानकारी अनुसार पक्राउ पर्नेमा काठमाडौँ 20 का 41 वर्षीय निरज चित्रकार र काठमाडौँ 10 तमाई टोलका 40 वर्षीय राजकुमार छेत्री रहेका छन्। उनीहरूलाई काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय मातहत कार्यरत टोलीले नियन्त्रणमा लिएको हो। घटना भदौ 24 गते दिउँसो भएको बताइएको छ। ड्युटीमा भएका प्रहरीलाई 2 जना पुलिसले आकस्मिक रूपमा घेराबन्दी गरेर कुटपिट गरेको र कुटपिटका क्रममा लुटपाट समेत गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ। पक्राउ परेका निरज चित्रकारमाथि यस अघि नै प्रहरीविद जनसेवामा ध्यान मार्ने उद्योग सम्बन्धी मुद्दा दर्ता भइसकेको समेत खुलेको छ। घटनाको समयमा उनीहरूले प्रहरीलाई लक्षित गरेर योजनाबद्ध तरिकाले आक्रमण गरेको आशंका प्रहरीले व्यक्त गरेको छ। यस्तै शारीरिक चोटपटक र सार्वजनिक सुरक्षामा देखिएको जोखिमलाई दृष्टिगत गर्दै घटनालाई गम्भीर मुद्दाको रूपमा अघि बढाउनका लागि तयारी समेत गरिएको छ। घटनामा संलग्न अन्य कोही व्यक्ति रहेका छन् कि छैनन् भन्ने विषयमा प्रहरीले थप अनुसन्धान थालेको बताएको छ। पक्राउ परेका 2 जनालाई आवश्यक कानुनी कारबाहीका लागि जिल्ला प्रहरी परिसर काठमाडौँमा पठाइएको छ। प्रहरीले घटनाबारे स्थानीय व्यापारी तथा प्रत्यक्षदर्शीका बयान सङ्कलन गर्दै थप प्रमाण खोजिराखेको छ। विश्व सम्पदा सूचीमा सूचीकृत पशुपतिनाथ मन्दिरमा
करिब 1 दशक अघिदेखि राखिएका फलामको बार हटाइएको छ। पशुपतिनाथलाई व्यवस्थित गर्ने क्रममा फलामको बार हटाइएको पशुपति क्षेत्र विकास कोषका निमित्त सदस्य सचिव सुभाष चन्द्र जोशीले जानकारी गराएका छन्। कोषले फलामको बार हटाएपछि धेरै भक्तजनले यसको स्वागत गरेका छन्। यस्तै मध्येका एक हुन् संस्कृतविद हरिप्रसाद सोडारी। पशुपतिनाथ मूल मन्दिरभित्रको फलामे रेलिङ हटाइनु सकारात्मक भएको उनले बताएका छन्। मन्दिरभित्र अझै बत्ती बाल्न नपाइने, भक्तजनले लगेका फूल प्रसाद नचढाइने जस्ता विकृति पनि हटाउन पहल गरिने संस्कृतिविद सोडारीले बताएका छन्। विश्व सम्पदा सूचीमा यस्ता सामग्री राखेपछि पुरातत्व विभागले विश्व सम्पदा क्षेत्रको पहिचान गुम्न सक्ने भन्दै त्यसलाई हटाउन पत्राचार गरेको थियो। विभागका अधिकृत सन्दीप खनालले पत्राचार गरे लगत्तै कोषले फलामे बार हटाएको हो। अस्ट्रेलियामा 16 वर्ष मुनिका बालबालिकाका लागि सामाजिक सञ्जालमा प्रतिबन्ध लाग्नुभन्दा 1 हप्ता अगाडि नै टेक कम्पनी मेटाले आफ्ना इन्स्टाग्राम, फेसबुक र थ्रेड्स प्लेटफर्मबाट उनीहरूलाई हटाउन सुरु गरेको छ। मेटाले गत महिना नै 13 देखि 15 वर्ष उमेर समूहका प्रयोगकर्ताहरूलाई डिसेम्बर 4 देखि उनीहरूको खाता बन्द गर्न थालिने सूचना दिएको थियो। यसबाट अनुमानित 1,50,000 फेसबुक र 3,50,000 इन्स्टाग्राम खाता प्रभावित हुने अस्ट्रेलियाको यो विश्वकै पहिलो सामाजिक सञ्जाल प्रतिबन्ध डिसेम्बर 10 देखि सुरु हुँदैछ। यस नियमको पालना गर्न उचित कदम चाल्न असफल हुने कम्पनीहरूलाई 49.5 मिलियन अस्ट्रेलियाली डलरसम्म जरिवाना हुन सक्छ। मेटाले कानुनको पालना गर्न प्रतिबन्ध रहेको बताए पनि कानुनले कम्पनीले सरकारलाई एप स्टोरहरूलाई प्रयोगकर्ताको उमेर प्रमाणित गर्न 16 वर्ष मुनिका लागि अभिभावकको स्वीकृति माग्न अनुरोध गर्ने सुझाव दिएको छ। उमेर गलत पहिचान गरिएका किशोर किशोरीहरूले आफ्नो उमेर प्रमाणित गर्न भिडियो सेल्फी, लाइसेन्स वा सरकारी परिचय पत्र पेश गरेर समीक्षाका लागि अनुरोध गर्न सक्नेछन्। सरकारले यो प्रतिबन्ध बालबालिकाहरूलाई सामाजिक सञ्जालका बेफाइदाहरूबाट जोगाउन ल्याएको बताएको छ। तर आलोचकहरूले यसको विशेष समूहलाई एक्लो पार्न सक्ने र बालबालिकाहरूलाई कम नियमन भएका इन्टरनेटका कुनाहरूमा धकल्न सक्ने बताएका छन्। नेपाल प्रिमियर लिग एनपीएल क्रिकेटमा आज 2वटा खेल हुँदैछन्। कीर्तिपुरको त्रिवी क्रिकेट रङ्गशालामा आज हुने पहिलो खेलमा बिहान पाउने 12 बजे काठमाडौँ गुर्खाज र पोखरा एभेन्जर्स खेल्दैछन्। लिग चरणको आफ्नो अन्तिम खेलमा काठमाडौँ गुर्खाजले जिते प्ले अफमा पुग्नेछ। काठमाडौँ 6 खेलमा 4 जित र 3 हार सहित 8 अङ्क जोड्दै तालिकाको दोस्रो स्थानमा छ। पोखराको पनि प्ले अफमा पुग्ने सम्भावना कायमै छ। पोखराको अन्तिम खेल चितवन राइनोजसँग छ। आज काठमाडौँलाई र आफ्नो अन्तिम खेलमा चितवनलाई हराए मात्रै पोखराले प्ले अफमा पुग्ने सम्भावना रहन्छ। पोखरा 5 खेलमा 2 जित र 3 हार सहित 4 अङ्क जोड्दै चौथो स्थानमा छ। यस्तै आजै हुने अर्को खेलमा दिउँसो सुदूरपश्चिम रोयल्स र चितवन राइनोज खेल्दैछन्। सुदूरपश्चिम यस अघि नै लगातार 5 खेल जित्दै तालिकाको शीर्ष स्थानमा रहँदै प्ले अफ पुग्ने पहिलो टोली बनिसकेको छ। अपराजित सुदूरपश्चिमको 10 अङ्क छ। चितवनको प्ले अफ पुग्ने सम्भावना कायमै छ। आज सुदूरपश्चिमलाई र आफ्नो अन्तिम खेलमा पोखरालाई हराए मात्रै चितवनको प्ले अफमा पुग्ने सम्भावना रहन्छ। चितवन 5 खेलमा 2 जित र 3 हार सहित 4 अङ्क जोड्दै 6औं स्थानमा छ। काठमाडौँको रुद्रमती पुल नजिक धोबी खोलामा साइकल सहित एक पुरुष मृत अवस्थामा फेला परेका छन्। बिहिबार बिहान करिब 6:50 जाँदा काठमाडौँ महानगरपालिका 29 मा शव फेला परेको हो। मृतकको पहिचान काभ्रेपाल्चोकको मण्डन देवपुर नगरपालिका 1 घर भई हाल शङ्खमूल बस्ने 50 वर्षीय ललित गिरीका रूपमा भएको छ। मृतककी श्रीमतीले गिरीको शनाखत गरेको प्रहरीले जानकारी गराएको छ। घटनास्थलमा प्रहरी टोली खटिएको र लास जाँच मुचुल्काको कार्य भइरहेको प्रहरीले जनाएको छ। घटनाबारे थप अनुसन्धानको कार्य अगाडि बढाइएको छ। मृत्युको कारणको विस्तृत विवरण भने आउन बाँकी छ। जेएनजी अभियन्ता सुदन गुरुङ आज नक्खु कारागार पुगेका छन्। वैकल्पिक राजनीतिक शक्तिहरू बीच एकताको पहल गर्न गुरुङले आफूसहित जेएनजी टिम लिएर नक्खु कारागार पुगेका हुन्। कारागार पहुँचसँगै गुरुङले रवि लामिछानेसँग भेट गरी वैकल्पिक शक्तिहरूभित्र सहकार्य र एकताको सम्भावनाबारे छलफल गरेको बुझिएको छ। भेटवार्तामा नयाँ राजनीतिक धारलाई एक ठाउँमा ल्याउने विषयमा खुलेर कुराकानी भएको बुझिएको छ। गुरुङ लामिछानेप्रति सकारात्मक देखिएका छन्। स्रोतका अनुसार गुरुङले वैकल्पिक शक्ति बिखरिँदै जानु नहुने तथा
देशले नयाँ राजनीतिक समन्वयको आवश्यकता अनुभूत गरिरहेको उल्लेख गर्दै लामिछानेलाई एकताको प्रक्रियामा अगाडि बढाउन सुझाव दिएका छन्। यस्तै प्रक्रियामा सहभागी गराउन समेत उनले भनेका छन्। गुरुङको यो पहलले वैकल्पिक राजनीतिक शक्तिहरू बीच नयाँ समीकरण बन्न सक्ने समेत सम्भावना देखिएको छ। शेरबहादुर देउबा पत्नी आरजू राणा देउबा, रमेश लेखक, अख्तियारका प्रमुख आयुक्त प्रेम कुमार राई सहित 10 जना व्यक्तित्वहरूलाई ज्यान मार्ने धम्की आएको छ। ज्यान मार्ने धम्की आए लगत्तै प्रहरीले उनीहरूको सुरक्षा व्यवस्था कडा पार्न मातहतमा सर्कुलर जारी गरेको छ। काठमाडौँ जिल्ला प्रहरी प्रवक्ता पवन भट्टराईले ज्यान मार्ने धम्की आएसँगै सुरक्षा व्यवस्था मजबुत पारिएको छिटो पोस्टलाई बताएका छन्। उनले सुरक्षा व्यवस्थालाई मध्यनजर गर्दै निगरानी बढाएको उल्लेख गरेका छन्। ज्यान मार्ने धम्की दिइएका 10 जना विशिष्ट व्यक्तिहरूमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख प्रेम कुमार राई, पूर्व प्रमुख आयुक्त लोकमान सिंह कार्की, नेपाल आयल निगमका पूर्व महानिर्देशक गोपाल बहादुर खड्का, पूर्व मन्त्रीहरू रमेश लेखक, बालकृष्ण खाँड र आरजू राणा देउबा, पूर्व प्रहरी महानिरीक्षक ओम प्रकाश राणा, हेम बहादुर गुरुङ र रमेश चन्द ठकुरी र मेडिकल व्यवसायी दुर्गा प्रसाई समेत रहेका छन्। ज्यान मार्ने धम्की कसले र किन दियो भन्ने बाँकी छ। अवस्थ आजका लागि छिटो पोस्ट न्यूज सकियो। सत्य तथ्य र निष्पक्ष समाचारको लागि हामीसँगै रहनुहोला। नमस्कार।